स्वागत छ तपाईहरुलाई मेरो नयाँ मिनी ब्लगमा र आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर। ल त साथीभाइ आज चाहिँ यो बानाहाटको स्टेसनबाट म मेरो मिसेसलाई लिएर कतै जाँदै छु। अब कहाँ जाँदै छु यो चाहिँ तपाईहरुले भिडियोको अन्तमा थाहा पाउनु हुनेछ। अनि आज चाहिँ बिहानको राति नै स्टेसनमा उठेर आएको कारणले गर्दा मेरो बुढीलाई चाहिँ एकदम भोक लाग्यो अरे। अनि उनले चाहिँ मलाई भन्नु थाल्यो, त्यही भएर मैले चाहिँ उलाई किन्थे लभ बाइट। हुनु त एउटा यो केक हो, तर कम्पनीले चाहिँ कस्तो नाम राखिदिएको रहेछ, लभ बाइट अरे। अनि मैले चाहिँ उलाई छिटो छिटो खाऊ फेरि ट्रेन आउँछ भन्दै कराउँदै थिएँ। अनि एक सुरुप चिया खाएर त भन्छ एउटाले त हुँदैन अझै अर्को पनि किनिदिनु भनेर। फेरि मसँग चेन्ज छैन, मेरो त एक्कासी दिमाग खराब भयो। हुँदैन अब चाहिँ तिम्रो अति नै भयो, धेरै खानु हुँदैन भन्दै थिएँ। त्यति बेला ठिक्कै मैले यो अंकललाई भेटेँ र अंकलले चाहिँ भन्नु हुँदै थियो अस्ति फेसबुकमा मेरो भिडियो देख्नु भएको थियो अरे। अब यतिमै यतापट्टि फर्केर हेरेको त टक्क ट्रेन पनि आइसकेको रहेछ। अब यो चाहिँ लोकल ट्रेन हो, धेरै टाइमसम्म रोक्दैन, छिटो छिटो चढ्नु पर्छ भन्दै बुढीलाई भन्न थाले। र अनि इन्जिन देखेर चाहिँ म छक्कै परे, अहिले पनि एकदम पुरानो जमानाको इन्जिन लगाएर आएको रहेछ ट्रेनमा। त्यही पनि ठिकै छ, कोही बात छैन, खसीको दुईटा दाँत छैन। भित्र बसेर हेरेको चाहिँ मेरो चाहिँ दिमाग खराब भयो। अब बस्नेको त नामो निशान थिएन। जसो तसो मेरो बुढीले त बस्नु पायो, तर म चाहिँ यसरी कुना काप्चातिर पस्नु पर्दैछ। अब यो ट्रेनको सफरमा सबसे दामी मोमेन्ट चाहिँ यो थियो, जुन चाहिँ कि सुरङको भित्रबाट छिरेको। हेर्नु पनि यस्तो मजा आउँदै थियो अनि मलाई चाहिँ एकदम फिल्मी टाइपको लागिरहेको थियो। अनि म चाहिँ मनदेखिको यही भनिरहेको छु, वाउ क्या टनल बनाएको छ यार ब्रिटिसहरुले। हुनु पनि हो गाइस, यो बनाएको हो ब्रिटिसहरुले नै। अनि त्यतिमै हामी आइपुग्यौं यता टिस्टाको पुल, जुन चाहिँ कि भन्ने गरिन्छ बाघपुल। अनि अर्को कुरो आज चाहिँ यस्तो कुहिरो लागेको छ, हेर्नु सक्नुहुन्छ भिडियोमा तपाईहरुले पनि एकदम साफ साफ देखिरहेको छ। त्यसपछि यता सुबुकमा आएर हेरेको त अर्को ट्रेन रोकिरहेको रहेछ क्रसिङको लागि। र यो ट्रेन चाहिँ रहेछ कोलकाता स्यालदाबाट आएको। अब यताउति गर्दा गर्दै 3 घण्टा बाद हामी आइपुग्यौं यो सिलगढीमा। अनि यो सिलगढी जंक्सनमा चाहिँ कुनै लोकल ट्रेन आउनु हुँदैन, एकदम चाहिँ मच्छी बजारको जस्तो भिड हुन थाल्छ। अब यता मेरो बुढी र म पनि साइड साइड हुँदै हिँड्न थाल्यौं। र मेरो बुढी चाहिँ एकदम डराइरहेको थियो, किनकि यत्रो भिडमा म कतै हराउँछु कि क्या हो भन्दै। अब यो चाहिँ टाइम हो, तपाईहरुले थाहा पाउनुहुन्छ हामीहरु आएको कारण चाहिँ के हो सिलगढीमा। गाइस मैले चाहिँ अब हैन हाम्रो सरलाई अब सानोमा म जहाँ अब स्कुल पढ्थेँ, आज आफ्टर लङ टाइम सरसँग मेरो भेट भएको छ। अनि विजय सर हाम्रो सर प्रिन्सिपल सर। अनि सर कुन चाहिँ जग्गामा स्कुल छ हजुर? देवमुनि। हजुर देवमुनि लर्ड्स एकाडेमी स्कुल। धेरै धन्यवाद छ सर, आज भेट्यौं, खुसी। ल त मेरो प्यारो भाइ बहिनीहरुले थाहा पाउनु भयो होला म आएको कारण चाहिँ स्पेशली हाम्रो सरलाई भेट्नलाई। र मेमले चाहिँ हामीको लागि यति दामी लन्च बनाएर तयार गर्नु भएको रहेछ, त्यही पनि मटर पनिर। अब मुखबाट बस एउटै शब्द निक्लिँदैछ, वाउ क्या खाना बनाउनु भएको छ यार, एकदम जबरजस्त शानदार। अनि यसकै साथमा यो ब्लगलाई पनि गर्नेछु एन्ड, तपाईहरुले लाइक शेयर सपोर्ट गरिदिनु होला। बाइ बाइ।